जो व्यक्तिहरूले चाहिँ आफ्नो प्रिसियस व्यक्तिहरू गुमाएका हुन्छन्, पास्टमा नै गुमाइसकेका हुन्छन्, कसैले आफ्नो बुवा, कसैले आफ्नो आमा, कसैले आफ्नो विशेष व्यक्तिहरू गुमाएका छन्, अनि त्यसपछि आएको त्यो अपार सफलताहरू उहाँहरूको जीवनमा हुन्छ, अनि एउटै उहाँहरूको एउटा मन दुखाइ, चित्त दुखाइ के छ भनेदेखिलाई त्यो व्यक्तिले मेरो सफलता देख्न पाएन, त्यो व्यक्तिलाई मेरो सफलता देखाउन पाएन भन्ने हुन्छ। हाई गाइज, नमस्ते, म दिनेश खालिङ राई। आज पनि म तपाईहरुलाई मेरो भिडियोमा स्वागत गर्न चाहन्छु। टाइमलाई हामीले चिन्न सक्नुपर्छ, टाइमको भ्याल्यु हामीले बुझ्न सक्नुपर्छ। यदि हामीले टाइमको भ्याल्यु हामीले बुझ्न सकेनौं भनेदेखिलाई चाहिँ हाम्रो लाइफ चाहिँ हामीले सोचेको जस्तो हुँदैन। अवश्य पनि हामीले हाम्रो पर्सनल्ली हामीले बनाएका हाम्रो गोल्सहरू होलान्, हामीले बनाएका हाम्रो प्लानिङहरू, एउटा ब्युटिफुल हाम्रो ड्रिमहरू छ होला। सो त्यो ड्रिमहरू चाहिँ हामीले साँच्चीकै रियालिटीमा, हाम्रो रियल लाइफमा हामीले उतार्नको लागि, हाम्रो रियालिटीमा परिणत गर्नको लागि लाइफमा टाइमको इभ्यालुएसन गर्न सकेनौं भनेदेखिलाई हामी चुक्छौँ। हामीले बनाएको हामीले देखेको त्यो हाम्रो गन्तव्यहरूमा हामी पुग्न सक्दैनौँ। हामी पुग्छौँ होला, तर धेरै कठिनाइहरू झेल्नु पर्ने हुन्छ। हाम्रो जीवनमा हामीले टाइमको महत्त्वलाई हामीले बुझ्यौँ भनेदेखिलाई चाहिँ त्यो हामीले देखेको सपनाहरूलाई सब्मिट गर्नको लागि, हामीले बनाएको डेस्टिनेसनहरूमा पुग्नको लागि सहज हुन सक्छ। टाइम एउटा यस्तो चिज हो जुन चाहिँ फ्री छ हामीसँग, जति पनि छ, अनि यो चाहिँ एउटा प्राइसलेस छ। जति छ भन्दाखेरि पनि फेरि यो टाइमको हामीले महत्त्व हामीले जानेनौँ भनेदेखिलाई, टाइमलाई हामीले वास्ता गरेनौँ भनेदेखिलाई, टाइमको बारेमा हामीले रियलाइज गरेनौँ भनेदेखिलाई चाहिँ टाइम फेरि यति चाँडै बित्छ, हामीले लाइफमा पत्तै पाउँदैनौँ। त्यही कारणले गर्दाखेरि टाइमको भ्याल्युलाई हामीले जीवनमा बुझ्न सक्नुपर्छ। जो चाहिँ सक्सेस मानिसहरू छन्, ती व्यक्तिहरूले चाहिँ जहिले पनि टाइमको भ्याल्युलाई बुझेका हुन्छन्। केही समय अगाडि नेपालका 1 बिलियनियर विनोद चौधरीले एउटा दीक्षान्त कार्यक्रममा त्यहाँका दीक्षित व्यक्तिहरूलाई भनेका रहेछन् कि तपाईहरुको टाइम मलाई सापट दिनुहोस् भनेर भन्नुभएको छ। किनभनेदेखि तपाईहरुसँग प्रशस्तै समय छ, तपाईहरुसँग तपाईहरुको भविष्य छ, तपाईहरुले बनाउने योजनाको लागि तपाईहरुसँग पर्याप्त समय छ, तपाईहरुसँग त्यो उमेर छ, तपाईहरुसँग त्यो जोश छ, त्यो जाँगर छ, त्यो इनर्जी छ, त्यो नलेज छ। त्यसैले मिल्छ भने तपाईहरुको त्यो समय मलाई दिनुहोस् भन्नुभएको रहेछ यङ पिपलहरुलाई। सो भनेको मतलब चाहिँ समयको महत्त्व बुझेको छ विनोद चौधरीले चाहिँ। यत्तिकै बिलियनियर चाहिँ हुन सकिँदैन। त्यसै कारणले गर्दाखेरि हामीले पनि बनाएको एउटा सपनाहरू, हाम्रो योजनाहरू त्यो सब्मिट गर्नको लागि, हामीले बनाएको हाम्रो योजनाहरू पूरा गर्नको लागि हामीले टाइमको इभ्यालुएसन गर्न सक्नुपर्छ। टाइमको भ्याल्युलाई बुझ्न सक्नुपर्छ समयमै। होइन भनेदेखिलाई चाहिँ भोलि गएर हामीले पश्चाताप गर्नु बाहेक हामीले केही पनि छैन। टाइम चाहिँ हरेक कुराहरूको लागि इम्पोर्टेन्ट छ। हामीले बनाएको योजनाहरूलाई हामीले इन्डिभिजुअलले हामीले देख्न, हामीले अथवा हाम्रो सपनाहरूलाई हामी पुरा गर्न चाहन्छौँ भनेदेखिलाई चाहिँ समयमा सब कुराहरू हाम्रो पाइलाहरू चाल्नुपर्छ। तपाईँ र मैले बनाएको योजनाहरूको लागि आजैबाट हामीले पाइलाहरू सुरु गर्नुपर्छ। हामी के गर्दैछौँ यो दिनहरूमा। त्यसै कारणले म भन्न चाहन्छु, हामीले देखेको सपनाहरूको लागि चाहिँ राइट टाइम यही नै हो। हाम्रो परिस्थितिहरू कहिल्यै पनि हामीले सोचेको जस्तो कम्फर्ट हुँदैन, अनि हामीले भनेको जस्तो यो चाहिँ मेरो लागि राइट टाइम हुनुपर्छ ल भन्ने हुँदैन। अनि असजिलो असहजताहरूमै पनि हामी उभिन सक्नुपर्छ, हाम्रो पाइलाहरू चाल्न सक्नुपर्छ। टाइम चाहिँ अपर्च्युनिटीहरूको लागि पनि त्यति नै महत्त्वपूर्ण छ। सो एक्सपिरियन्सको लागि त्यति नै महत्त्वपूर्ण छ। जस्तोसुकै परिस्थितिमा हुनुहोस्, जस्तोसुकै अवस्थामा तपाईँ किन नहुनुहोस्, तर तपाईँले आफ्नो पाइलालाई सुरु गर्नुभयो भनेदेखिलाई हुनसक्छ त्यहाँनिर धेरै कठिनाइहरू होलान्, तर लाइफमा एक्सपिरियन्स भन्ने यस्तो महत्त्वपूर्ण कुरा छ कि टाइम भनेको चाहिँ एउटा एक्सपिरियन्स हो। आज तपाईँले पाइला सुरु गर्नुभयो भनेदेखिलाई अबको 10 वर्षमा तपाईँले त्यो बाटोको एक्सपिरियन्स यति धेरै बटुल्नुहुन्छ, कति धेरै कुराहरू सिक्नुहुन्छ। तर त्यही बाटो चाहिँ तपाईँ अब 10 वर्षपछि तपाईँ हिँड्नुहोस् त, आज तपाईँले एक्सपिरियन्स गर्नुभएको कुराहरू 10 वर्ष लेट हुन्छ त्यहाँनिर।
अनि कहिले चाहिँ तपाईले त्यो कुराहरु एक्सपिरियन्स गर्नुहुन्छ, कति धेरै फेलियरका कुराहरु आउँछ त्यहाँनिर एक्सपिरियन्स गर्दै गर्दाखेरि, च्यालेन्जेसहरु गर्दै गर्दाखेरि फेलियर हुने कुराहरु आउँछ, गाह्रो कठिनाइहरु आउँछ। अनि कहिले चाहिँ तपाईले आफूलाई इम्प्रुभ गर्नुहुन्छ। जब त्यहाँनिर समस्या आउँछ, जब हाम्रो जीवनमा चाहिँ समस्याहरु आउँछ, जब चाहिँ त्यहाँनिर कठिन परिस्थितिहरु आउँछ, हामी जब त्यो कुराहरु फेस गर्छौं, जब हामी फेलियर हुन्छौं, अनि त्यसपछि हामीले त्यो रियलाइज गरेर हामीले इम्प्रुभ गर्ने हो त्यहाँनिर चाहिँ। त्यसै कारणले गर्दाखेरि एक्सपिरियन्सको हिसाबले पनि टाइम चाहिँ यति महत्त्वपूर्ण छ। सो तपाईले आज नै हामीले बनाएको योजनाहरुको लागि हामीले हिँड्ने बाटोहरु आज नै हिँड्नु चाहिँ जरुरी छ। त्यति मात्र हैन, हाम्रो करियर मेकिङको लागि त्यति नै महत्त्वपूर्ण भूमिका। यङ पिपलहरु जो हुनुहुन्छ हो, हामी यङहरु, हाम्रो यङ जेनेरेसनहरु हाम्रो लागि साच्चै हाम्रो करियर आफ्नो लागि पनि बाँच्नु छ, आफ्नो खुशीहरु, आफ्नो ह्याप्पीनेसहरु पनि हामीले बटुल्नु छ, एक्सपिरियन्स गर्नु छ, हाम्रो निड्सहरु पूरा गर्नु छ, हामीले चाहेको जस्तो हाम्रो लाइफहरु बाँच्नु छ हो। सँगसँगै हाम्रो पेरेन्ट्सहरुलाई पनि एउटा राम्रो इन्भाइरोमेन्टमा हामीले दिन सकौं, एउटा राम्रो खालको ब्युटिफुल एउटा फ्यामिलीको लागि हामीले भूमिका निभाउन सकौं भन्ने हाम्रो चाहनाहरु छ। त्यति मात्र हैन, समाजको लागि केही गर्नु छ गरौँ भन्ने हामीलाई लाग्छ, देशको लागि केही कुराहरु गर्न सकौं भन्ने लाग्छ। आज नै हामीले यो यात्राहरु सुरु गरेनौं भनेदेखिलाई चाहिँ कहिले चाहिँ हाम्रो करियरको लागि हामी अगाडि बढ्ने त। सो स्टक नगरौँ हाम्रो समयहरुलाई चाहिँ। तपाईहरुले हाम्रो समयहरु जति छ त्यो कुराहरु चाहिँ हामीले खेर नफाल्नु, सुरु गरिहाल्नुहोस्। अनि म भन्छु तपाईहरुलाई, जो यङहरु हुनुहुन्छ, मलाई सुन्दै हुनुहुन्छ र केही तपाईले चाहिराख्नु भएको छ भनेदेखिलाई, तपाईले बिजनेस स्टार्ट गर्न चाहदै हुनुहुन्छ होला, सायद केही कुराहरु तपाईले गर्दै हुनुहुन्छ होला, सायद केही गर्न तपाईको प्लानिङ छ होला, सुरु गरिहाल्नुहोस्। त्यही कारणले गर्दा समयले पर्खिदैन। हुन सक्छ भोलि गएर तपाई त्यसमा अनसक्सेस हुनु होला, त्यो आफ्नै ठाउँमा छ, तर लाइफमा एक्सपिरियन्स भन्ने चाहिँ यस्तो महत्त्वपूर्ण कुरा हो कि। अनि एक्सपिरियन्सले चाहिँ मानिसलाई जिउन सिकाउँछ, मानिसलाई त्यहाँनिर धेरै पार्टहरु चाहिँ हामीलाई सिकाउँछ। त्यही कारणले गर्दाखेरि जेसुकै होस् तर सुरु चाहिँ गर्नुहोस् तपाईले चाहेको कुराहरु। त्यही कारणले गर्दाखेरि हाम्रो करियर मेकिङमा टाइमको एकदम ठुलो महत्त्वपूर्ण छ। अनि जो यङ पिपलहरुले हेर्दै हुनुहुन्छ होला, अनि हाम्रो चाहनाहरु, हामीले चाहेको जस्तो जीवन हामीले जिउन चाहन्छौं भनेदेखिलाई समयको इभ्यालुएसन गर्न हामीले सक्नुपर्छ। हाम्रो निड्सहरु पूरा गर्नको लागि, हाम्रो सपनाहरु अथवा हाम्रो चाहनाहरु, हाम्रो फ्यामिलीहरु सपोर्टको लागि त हामीलाई फाइनान्शियली कुराहरु पनि आवश्यक पर्छ। त्यसको लागि कहिले चाहिँ हामीले अनि प्रिपरेसन गर्ने, त्यसको लागि कहिले चाहिँ हामी फाइनान्शियली स्ट्रङ हुने हो। त्यही कारणले गर्दाखेरि त्यो कुराहरु चाहिँ अहिलेदेखि नै हामीले बनाएको हाम्रो जुन चाहिँ प्लानिङ छ, जुन हाम्रो सपनाहरु छ, हाम्रो ड्रिम हामीले बनाएको जुन छ, त्यो कुराहरुमा हिँड्न थाल्नुहोस्। अनि बिस्तारै त्यो कुराहरु समयसँगै तपाईको फाइनान्शियल स्ट्रङ बन्दै जानुहुनेछ। हामी स्ट्रङ बन्दै हामी जान्छौं, अनि त्यहाँबाट चाहिँ हामीले अब हाम्रो आवश्यकताहरु पनि हामी पूरा गर्छौं, हाम्रो फ्यामिलीहरुलाई पनि हामीले सपोर्ट गर्छौं, हाम्रो समाजको लागि हामी जिउन सक्छौं होला सायद त्यसपछि। त्यसै कारणले गर्दाखेरि टाइमको चाहिँ एकदमै महत्त्वपूर्ण भूमिका छ हाम्रो लाइफमा, तपाई र मेरो करियर बनाउनको लागि। त्यही कारणले गर्दाखेरि म भन्न चाहन्छु, म तपाईलाई इन्करेज गर्न चाहन्छु, तपाई र मैले बनाएको योजनाहरुमा आज नै, अहिले नै हामीले जरुरी छ पाइलाहरु चाल्नको लागि चाहिँ। हामीले चाहेर पनि हामीले त्यो समयलाई हामीले फिर्ता ल्याउन सक्दैनौं। हामीसँग जतिसुकै हामीसँग सम्पत्तिहरु किन नहोस्, हामीसँग जतिसुकै ज्ञानका कुराहरु किन नहोस्, हामी ज्ञानी बनाउला, हामी जतिसुकै हामी धनी बनाउला, तर समयलाई हामीले किन्न सक्दैनौं। त्यसै कारणले गर्दाखेरि हामीले समयलाई हाम्रो आफ्नो लागि, हाम्रो करियरको लागि, तपाई र मेरो लाइफमा चाहिँ तपाई र मेरो करियर चाहिँ बन्यो भनेदेखिलाई चाहिँ तपाई र मेरो लागि मात्र हुँदैन, त्यो चाहिँ तपाई र मेरो परिवारको लागि हुन्छ, समाजको लागि हुन्छ, देशको लागि हुन्छ। त्यसै कारणले गर्दाखेरि म भन्न चाहन्छु तपाईलाई, तपाईले इन्भेस्ट गर्नुहोस् तपाईमा इन्भेस्ट गर्नुहोस् अहिले नै। तपाईले देख्नु भएको सपनाहरु, तपाईले बनाउनु भएको योजनाहरुको लागि पाइला चाल्न सुरु गर्नुहोस् आज नैबाट।
5 मिनेटको कारणले गर्दाखेरि हाम्रो प्लेन छुट्यो। सो त्यो यात्रा गर्नको लागि, त्यो डेस्टिनेसनमा पुग्नको लागि हामी असफल हुन सक्छौँ। अर्को एक्जाम्पल हेर्छौँ भनेदेखिलाई ओलम्पिकको कुरा गर्ने हो भनेदेखि ओलम्पिकमा धावकहरू 1 सेकेन्डले 2 सेकेन्डले मानिसहरू चाहिँ गोल्ड मेडल जित्छन्, अथवा 1 सेकेन्ड 2 सेकेन्डले मानिसहरूको त्यो जितलाई निर्धारण गर्छ। आजैबाट नै इन्भेस्ट गर्नुहोस् अनि तपाईँले चाहनुभएको तपाईँको योजनाहरूको लागि जे तपाईँले मेकिङ गर्नुभएको प्लानिङ छ त्यो प्लानिङको लागि अहिलेबाट नै पाइला सुरु गरिहाल्नुहोस्। जीवन चाहिँ एउटा यात्रा हो। जति चाँडो तपाईँ अगाडि बढ्नुहुन्छ अनि त्यति धेरै कुराहरू तपाईँले ब्युटिफुल कुराहरू पाउनुहुनेछ। यदि तपाईँ जति छिटो तपाईँ अगाडि पुग्नुहुन्छ त्यति नै ब्युटिफुल कुराहरू अगाडि देख्नुहुन्छ। हुन त लाइफमा हामी जसरी भए पनि हामी जिउन सक्छौँ। केही पनि हामीले रिस्क नउठाइकन, केही पनि हामीले सङ्घर्षहरू नगरिकन, केही पनि हाम्रो जीवनमा प्लानिङहरू नभइकन यत्तिकै पनि हाम्रो लाइफ नचल्ने त होइन। तर तपाईँ र म चाहिँ अलिकति शक्तिशाली जीवन जिउने हो भनेदेखिलाई, अलिकति प्रभावकारी हाम्रो जीवनलाई हामीले बनाउने हो भनेदेखिलाई चाहिँ समय छ अहिले नै। यो समय आज नै हो, अहिले नै हो। अनि तपाईँले सुरु गर्नुहोस् अनि तपाईँको भोलि सबै कुराहरू समयमा टकटक तपाईँले चाहेको जस्तै सबै कुराहरू आउँछ, त्यो समयहरू आउँछ। तर तपाईँले त्यो समयमा तपाईँ ढिला गर्नुभयो भनेदेखिलाई तपाईँलाई समयले पर्खिँदैन। हामीले यो सक्सेसको कुराहरू गरिराखेको छौँ, प्रगतिका कुराहरू गरिराखेका छौँ, एजुकेसनको कुराहरू गरिराखेका छौँ। सो यी सबै कुराहरू चाहिँ एउटा छोराछोरीको लागि चाहिँ हाम्रो पेरेन्ट्सहरूले हामीले गरेको हाम्रो प्रगतिहरू देखुन् भनेर, या न कि मैले गरेको प्रगति चाहिँ जसले चाहिँ हामीलाई प्रिसियस ठान्छ अथवा हामीले जसलाई हामीले प्रिसियस हामीले ठान्छौँ जो व्यक्ति, ती व्यक्तिहरूको लागि मेरो सफलता बनोस्, ती व्यक्तिहरूले मेरो सफलता देखोस्, मेरो प्रगति देखोस्, मैले गरेको अचिभमेन्टहरू उहाँहरूले देखोस्, मैले चुमेका त्यो शिखरहरू चाहिँ उहाँहरूले देखोस् भन्ने लाग्छ हामीलाई जहिले पनि। तर एउटा के फिल गरेको छु भनेदेखिलाई जो व्यक्तिहरूले चाहिँ आफ्नो प्रिसियस व्यक्तिहरू गुमाएका हुन्छन्, पास्टमा नै गुमाइसकेका हुन्छन्। कसैले आफ्नो बुवा, कसैले आफ्नो आमा, कसैले आफ्नो विशेष व्यक्तिहरू गुमाएको छन्। अनि त्यसपछि आएको त्यो अपार सफलताहरू उहाँहरूको जीवनमा हुन्छ। अनि एउटै उहाँहरूको एउटा मन दुखाइ, चित्त दुखाइ के छ भनेदेखिलाई त्यो व्यक्तिले मेरो सफलता देख्न पाएन, त्यो व्यक्तिलाई मेरो सफलता मैले देखाउन पाएन भन्ने हुन्छ। सो त्यस्तो नहोस्। ती हाम्रो प्रिसियस व्यक्तिहरू हुँदाखेरि नै हाम्रो सफलताहरू हामीले चुम्न सकौँ, त्यो शिखरमा हामी पुगौँ र त्यहाँबाट ती व्यक्तिहरूलाई हामीले हाम्रो जीवनको सफलताहरू, हाम्रो सफलताको बिकुलहरू उहाँहरूलाई सुनाउन सकौँ। समयको भ्याल्युलाई बुझेनौँ भनेदेखिलाई हामी त्यहाँनिर गएर चुक्न सक्छौँ। हामीले हाम्रो प्रिसियस व्यक्तिहरूलाई, हाम्रो विशेष व्यक्तिहरूलाई हामीले गुमाइपठाउँछौँ। त्यसपछि हामीले पाएको अचिभमेन्टहरूले, हामीले पाएको सफलताहरूले खासै त्यति धेरै हाम्रो लाइफमा मिनिङ राख्दैन। त्यसै कारणले गर्दाखेरि हाम्रो सफलताहरूसँगै हाम्रो विशेष व्यक्तिहरू पनि हाम्रो सराउन्डरमा हुन जरुरी छ। ती सराउन्डरमा रहेका तपाईँ र मलाई माया गर्ने व्यक्तिहरू, तपाईँ र मलाई विशेष ठान्ने व्यक्तिहरू, तपाईँ र मैले विशेष ठान्ने व्यक्तिहरूको लागि पनि, त्यो समाजको लागि, ती व्यक्तिहरूको लागि पनि तपाईँ र मेरो सफलता चाहिँ महत्त्वपूर्ण छ। त्यसै कारणले गर्दाखेरि हामीले समयमा नै त्यो गोलहरूलाई चाहिँ हामीले सब्मिट गर्न सकौँ। सो म त्यही नै तपाईँलाई इन्करेज गर्न चाहन्छु। समय सदा नै तपाईँ र मैले चाल्नुपर्ने पाइलाहरू हामी चाल्न सकौँ। अनि आई होप तपाईँलाई यो मेरो भिडियोहरू मन परिराखेको छ भनेदेखिलाई सब्सक्राइब गरिदिनु होला। अनि यो भिडियो अन्त्यसम्म सुन्नुभयो। थ्याङ्क यू सो मच।